सर्वसाधारणलाई बीच बाटोमै कुट्ने 4 जना ट्राफिक प्रहरी कारबाहीमा परेका छन्। उनीहरूलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिएका छन्। गिरीका अनुसार ती व्यक्तिमाथि काठमाडौँको सुन्धरा स्थित आकाशे पुल मुनि कुटपिट भएको थियो। साथै घटना गत मङ्सिर 11 गतेको रहेको पनि प्रवक्ताले बताएका छन्। उनीहरू 4 जनालाई नै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय झिकाएर आवश्यक अनुसन्धान भइरहेको छ। एकजना व्यक्ति कुटिएको भिडियो बिहीबार बिहानैबाट सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। सार्वजनिक भिडियोमा 4 जना ट्राफिक प्रहरी देखिन्छन्। उनीहरूबाट एक व्यक्तिलाई लडाएर कुटपिट गरेको देखिएको छ। ट्राफिक प्रहरीले बुटले ती व्यक्तिलाई कुटपिट गरेका छन्। कुटपिट गर्दै कागजपत्र भुइँमा फालेर एक ट्राफिक प्रहरी हिँडेको देखिन्छ।